हेलो साथीहरू, नमस्ते। लासो फ्याफुल्ला। आज चाहिँ आइतबारको दिन भएर मलाई चाहिँ बहिनीहरूसँग पिकनिक जान मन लाग्यो कि। अनि त्यसपछि म चाहिँ रुमबाट निस्केँ है। रुमबाट निस्केँ, बिस्तारै एक्लै छु है। बहिनीहरू चाहिँ उता, एउटा बहिनी चाहिँ युङ्गिनबाट आउँछ अनि अर्को बहिनी चाहिँ छनानबाट आउँछ। अनि मेरो बस पनि आयो। अनि त्यसपछि बस चढ्दाखेरि चाहिँ साथीहरू, कोरियामा चाहिँ यसरी कार्डलाई थिच्नुपर्छ कि, त्यो कार्डमा चाहिँ पैसा हुन्छ। अनि म चाहिँ लागेँ। त्यसपछि म चाहिँ अनि सङ्गवानमा पुगेँ। मेरो स्टेसनको नाम चाहिँ सङ्गवान हो। अनि त्यहाँ पुगेर अनि फेरि यहाँ चाहिँ अनि बस चढ्दाखेरि एकचोटि अनि फेरि निस्किँदाखेरि झर्दाखेरि एकचोटि कार्डलाई देखाउनुपर्छ क्या। मेरो स्टेसनको नाम चाहिँ त्यो हो साथीहरू। अनि म चाहिँ बिस्तारै लागेँ है। बिस्तारै भर्याङ चढेर लागेर अनि कार्डमा चाहिँ पैसा कति छ भनेर यो चाहिँ स्टेसनमा चेक गर्न मिल्छ क्या। अनि त्यसपछि म चाहिँ कार्डलाई राखेर चेक गरेँ। अनि हेर्नु न साथीहरू, मेरो त 9,000 रहेछ। 9,000 10 रुपियाँ रहेछ, 10 रुपियाँ वान। अनि त्यसपछि मैले चाहिँ पैसा हालिनँ। अनि म चाहिँ गएँ, लागेँ ट्रेन चढ्नतिर है। अनि यहाँ पनि कार्डलाई देखाउनुपर्छ नि त, एकचोटि कार्डलाई देखाएँ अनि लागेँ म ट्रेन चढ्नतिर। बिस्तारै लाग्दै गएँ। अनि यो चाहिँ मुनि ओर्लिनु पर्थ्यो कि ट्रेन चढ्नलाई। मुनि ओर्लेर गएँ। अनि बिस्तारै ओर्लेर गएँ। अनि बहिनीहरू चाहिँ अलिकति टाइम लाग्छ भन्दै थियो नि त। अनि म चाहिँ बिस्तारै गएँ कि, हतार नगरिकन गएर अनि मुनि पुगेर मजाले वेट गरेँ ट्रेनलाई भन्दा नि बहिनीहरू पनि यही स्टेसन हुँदै आउनुपर्छ नि त। अनि लास्टमा चाहिँ ट्रेन पनि आयो र बहिनीहरू पनि आए। अनि ट्रेनमा चढेर बहिनीहरूसँग भेटघाट पनि भयो है। अनि दिदीबहिनी है भेटेको बेलामा यस्तो खुसी मनाइदिएको नि त। अनि हामी चाहिँ सुवनमा जाने प्लान हो खासमा होइन। सुवनमा पुगेर अनि ट्रेनबाट ओर्लेर, अब फेरि ट्रेनबाट ओर्लेर अनि बाहिर निस्किनु पर्दाखेरि फेरि एकचोटि कार्डलाई देखाउनुपर्छ साथीहरू है। अनि कार्डलाई देखाएर हामी चाहिँ लागेँ धाइसोतिर। अनि धाइसोतिर लागेर अनि पिकनिकको लागि थोरै सामान, म्याट भन्छ के भन्छ यसलाई, म्याट अनि केही सामानहरू खानेकुराहरू किन्नकोतिर लागेँ। अनि ऐना रहेछ, ऐनामा चाहिँ अनि बहिनीले देखाउनु न दिदी क्यामेरामा हामी दुईजना कति राम्ररी देखिरहेको छ अरे। अनि त्यो पनि हेऱ्यौँ। अनि बहिनीहरूको रोजाइअनुसार मलाई चाहिँ म्याङ्गो जुस एकदम मनपर्छ नि त। म्याङ्गो जुस मन परेर अनि म्याङ्गो जुस बहिनीलाई भनेर 2टा म्याङ्गो जुस लिएँ। अनि अर्को बहिनीले चाहिँ एउटा बिस्कुट हो कि के हो पनि लिइसकेको रहेछ। अनि त्यसपछि त्यो नेपाली रेस्टुरेन्टबाट नि खानेकुराहरू खाजा मगाएर लगेको थियो। त्यसको चाहिँ मैले भिडियो बनाउन बिर्सेछु है। अनि यो चाहिँ 250मा अब आफैले पनि सामान के अरे गर्न मिल्छ क्या यहाँ चाहिँ। अनि बहिनीलाई चाहिँ आउँछ अरे भनेर अनि बहिनीले आफैले गर्दैछ। क्यासवाला हो भने चाहिँ त्यहीँको मान्छेले, काउन्टरमा मान्छे हुन्छ अनि उसलाई दिनुपर्छ। अनि हामी चाहिँ सामान सबै बोकेर अनि लागे बस चढ्नतिर है। त्यो पिकनिक जाने बस चढ्नतिर लागे। अनि यहाँ पनि बसमा चढ्यौँ हामी है। बसमा चढेर कार्डलाई पनि देखायौँ। ड्राइभर बुढो चाहिँ वहाँ परेर हेर्नु भइरहेको रहेछ क्या। कस्तो हेर्नु, सिट पनि थिएन। अनि हामी चाहिँ फाइनली गाडीबाट ओर्लेर पिकनिक गर्ने ठाउँमा पनि पुगियो है। यस्तो रमाइलो थियो कि म र एउटा बहिनी चाहिँ फर्स्ट टाइम गएको कि। त्यो मैसँग हिँड्ने बहिनी चाहिँ पहिले पनि गइसकेको थियो। अनि उसलाई थाहा भएको भएर हामी चाहिँ गएँ। म चाहिँ हेर्नु न प्राडाको चस्मा लाएर हिरो नि बनेर हिँडिरहेको छु है। बहिनीहरूले चाहिँ चस्मा नि छैन तर आँखा एकदम पोल्यो भन्दै थियो। अनि म एक्लैको चस्मा भए पनि आफ्नो नि आँखा पोल्छ भनेर एक्लै चस्मा लाएर हिँड्यौँ। अनि यो चाहिँ साथीहरू यस्तो रहेछ क्या, नेपालको त्यो मकवानपुर गढी त्यस्तो हुन्छ नि, त्यो पहिलाको राजाहरूको पालामा बनाएको त्यो पर्खालहरू जस्तो हो, त्यस्तो टाइपको ठाउँ रहेछ कि यो चाहिँ। मलाई चाहिँ एकदमै रमाइलो लाग्यो है। मलाई यो पर्खालहरू देख्दा चाहिँ अनि यो
आफ्नै नेपालको त्यो मकवानपुर गढीको याद आयो क्या। अनि त्यसपछि हामीले चाहिँ ठाउँ खोजेर अनि बस्नतिर लागे। अनि म्याट पनि यत्रो ठुलो रहेछ है, 3 जनालाई मजाले अट्यो। अनि सामान पनि मजाले अटे। अनि म्याटमा बसेर अनि हो यो झोलाको चाहिँ यो नेपाली खानेकुरा हो, नेपाली रेस्टुरेन्टबाट मगाएर ल्याएको। हामीले चाहिँ त्यहाँ नखाइकन यतै ल्याएको थियो। खासमा हाम्रो प्लान चाहिँ रक पेपर सिजर गर्ने गेम खेल्नु थियो कि, तर टाइम नभएर के साथीहरू हामी त त्यो ठाउँमा नै 4:30 बजे पुगेको थियो है। अब धेरै टाइम छैन भनेर अनि रक पेपर सिजर चाहिँ नखेलिकन हामीले यत्तिकै खानातिर लागे। अनि साथीहरू बहिनीले सोध्दै थियो कि जुत्ता चाहिँ खोलौँ कि नखोलौँ रे। अनि नखोल्ने भनेको त कस्तो हावा चलिरहेको रहेछ, अनि यो म्याडै उडाइदिएला जस्तो। अनि त्यसपछि हामीले चाहिँ 3 जनाले जुत्ता खोलेर बस्यौँ है। ऊ एउटा बहिनी विपना बहिनी र अमृका बहिनी हो। अमृका बहिनी चाहिँ कालो लाउने, विपना बहिनी चाहिँ यताको बिचको। अनि ऊ बहिनी अमृका बहिनीलाई चाहिँ कोला लभर हो, उसलाई चाहिँ कोला मनपर्छ अरे। अनि म र विपना बहिनीलाई चाहिँ म्याङ्गो जुस पनि ल्यायौँ है। अनि त्यसपछि बहिनीले चाहिँ एकाएक गरेर खाजाहरू निकाल्यो। खाजाहरू चाहिँ के छ त अब हजुरहरूले एकछिनमा देख्नुहुनेछ। बहिनीले निकाल्दैछ अनि अहिले फोरेपछि देख्नुहुनेछ। तर साथीहरू खानेकुराको छेउमै परेछ कि बहिनीको जुत्ता चाहिँ कस्तो नराम्रो देखेको नि है। तर साँच्चै के त्यो जुत्ताले चाहिँ अलिकति नराम्रो देखिरहेको रहेछ। त्यो भिडियो बनाउने बेलामा चाहिँ यादै भएन है। वाउ, पिरो चटपट, अमिलो पिरो चटपट ममा। साथीहरूलाई के मनपर्छ भन्नुहोस् है। हामीले चाहिँ हाम्रो रोजाइअनुसार हामीलाई मनपर्ने चिजहरू 1 प्लेट चाउमिन, 2 प्लेट मोमो, साथै अमिलो पिरो चटपटे पनि लिएर आएको थियौँ। अनि अर्को मोमो चाहिँ भर्खर खोल्दैछ। अनि त्यसपछि रमाइलो गर्नतिर लागे है। गीत सित पनि बजाएर यसो रमाइलो इन्जोय गर्नुपर्ने। अब गीत सित चाहिँ बजाउने यताउता फुर्सदै भएन। अनि क्यामेरा चाहिँ कहाँ राखु भएर घरि बहिनीले समाउने, घरि मैले समाउने गर्दै बसेँ क्या। अनि आफूलाई चाहिँ फेरि खानेकुराको बास्नाले नै त्यो हर बास्ना आएर कहिले खाउँ भइसक्यो है। बहिनीहरू चाहिँ खानालाई सुरसारै गर्दैन। अनि फाइनली चाहिँ हाम्रो खानेकुरा यति छ है। जुस छ, अनि सुरुमा चटपटे खाएँ, त्यसपछि मोमो खाएँ, त्यसपछि चाउमिन अनि जुस, त्यसपछि हामीहरू बिस्तारै खाएँ है। मोबाइल कहाँ राखौँ भएको थियो, तर त्यतिकै भित्तातिर अडाइदियो। 3 जनाले नै एउटा ब्याग बोकेको थियो। 3 जनाको ब्याग चाहिँ त्यहीँनिर छ्याप्ती राखेर अनि मोबाइल चाहिँ बल्ल अटाएँ। अनि मान्छे देख्यो खानेकुरा नदेख्ने क्यामेरामा है। अनि खानेकुरा देख्यो मान्छे नदेख्ने, त्यस्तो भएको थियो क्या। अनि त्यस्तो भए पनि हामीले चाहिँ म्यानेज गरेर राखेर अनि बहिनीले चाहिँ घरिघरि भन्ने कि हामी चाहिँ फेरि कस्तो हरामी छ भने हिन्दीमा भन्छ नि हम अलग ही लोग का बन्दा है कि के भन्छ नि। खानुभन्दा अगाडि चाहिँ नमस्ते हाई हेलो केही भनेन के साथीहरू। हामी चाहिँ कस्तो टाइपको मान्छे भने कहिले खाउँ भएको जस्तै भएको क्या। हिन्दीमा भन्छ नि के अरे आज पहली बार इतना सुकून का खाना खाने मिल रहे भन्छ नि, त्यस्तै कि हामी चाहिँ हाई हेलो केही नभनिकन सुरुमै गम दिइराख्यो है। साथीहरूलाई पनि कस्तो लाग्यो होला। अब यतिखेर चाहिँ हाई हेलो नमस्ते गरिरहेको गाह्रो छ। हामी चाहिँ यसरी रमाइलो गरेर बिताए है। अनि अर्को बहिनी चाहिँ फेरि घरमा बोल्दै थियो के। अनि त्यही भएर उसले चाहिँ खासै खाएन। गम खाने चाहिँ मै मात्रै भएछ क्या। अनि त्यसपछि बहिनीले अनि सानो ऱ्याप पनि हान्यौँ हामीले है। ऱ्याप टाइममा थोरै भिडियो पनि बनाएँ। यसरी रमाइलो गरियो है। आफूलाई चाहिँ फेरि प्राडा चस्मा मात्रै देखाउन मन लागेर क्या। अनि यहाँ बहिनीले चाहिँ खोइ के भनेर यहाँ आँखाको गेडा देखाउनु रे भनेर आँखाको गेडा देखाएँ। अनि त्यसपछि चाहिँ फर्केँ। अनि यो म्याडलाई चाहिँ पट्याएर बोक्दाखेरि सेम यो नेपालको जेब्रा झोला जस्तै देखिँदो रहेछ क्या।
अनि त्यसपछि जेब्रा झोला बोकेर ल्याएको भनेर मैले सानो भिडियो पनि बनाएँ है। अनि बहिनीहरू चाहिँ रमाइलो गरेर हाँसिरहेको थियो। मलाई चाहिँ यति खुसी लाग्यो कि यो चाहिँ कोरियाको मेरो फर्स्ट पिकनिक हो है। त्यसपछि चाहिँ हामी फेरि फर्केर आएँ। अनि सुवन स्टेसनमा आइपुगेपछि चाहिँ हामी छुट्नुपर्छ नि त। युङ्गिन जाने बहिनीलाई बाई बाई टाटा गरेर अनि एउटा बहिनी र म चाहिँ अनि लाग्यौ आफ्नै घरतिर। अनि ऊ बहिनी चाहिँ एक्लै भएर बाई बाई भन्दै थियो, चुप्प पनि दिइरहेको थियो है। अनि अर्को बहिनी चाहिँ छनान जाँदै थियो, उसलाई पनि बाई बाई गरेर अनि म चाहिँ एक्लै उठेर आएँ। थ्याङ्क यू।